अन्त गाइस आज त मेरो दाइले हैन यति दामी काम गरेको कि यहाँ हेर्नु त अब म यति फोहोर छोड्थेँ नि त रुम आज त रुम टक्क क्लिन गरेछ रुकुम दाइले अन्त म यहाँनिर गेम खेल्न आए पनि रेडी भइसक्यो यहाँनिर बस्छु म हैन यो चाहिँ यहाँनिर चेयर लगाएको छु त अब चाहिँ म यहाँनिर गेम ओपन गर्छु है चाहिँ मेरो गेम हो हैन अन्त हेर्नु होला माया गरिदिनु है मलाई चाहिँ त किनकि चाहिँ मजाले यसको चेयरमा बसौँ न त है बस्नलाई पनि अप्ठ्यारो भइरहेछ अन्त अहिले को छ गेममा है गेममा पनि हेर्न सक्नुहुन्छ अन्त क्यामेरा त कति खासै छैन त अहिले त भाइ तिनीहरू पनि छैन अन्त मैले एउटालाई बोलाउनु थियो अन्त यहाँनिर मैले आइडी कपी गरेको थिएँ यहाँनिर म त्यो आइडी पेस्ट गर्छु अन्त यहाँनिर हैन अन्त यो आइडी अब कसको हजुरहरूले चिन्दिनै होला मेरो भान्जाको आइडी हो अन्त फ्रेन्ड पठाएँ अन्त आइडी हेर्नु कस्तो छ हेर्नु 44 लेभलको मात्र छ हैन आइडी राम्रोसँग देखिरहेको छैन के भएको क्यामेरा थाहा छैन क्यामेराले पुस्नै पर्छ है हेर्नु होला यो छ अन्त अब म चाहिँ कोही पनि छैन खेल्ने अब कसित खेल्ने होला मेरो भाइलाई फोन गरौँ न त के छ भाइहरूलाई कस्टममा आऊ भन्छु हैन कस्टममा आऊ भन्छु नि त के छ अन्त कहाँ गयो यो छ नि त अन्त मेरो भाइको नम्बर हेर्नु त अबुई अन्त मेरो भाइ चाहिँ हैन यहाँ आइज त भन्नलाई कल गरे हो फोन लाग्यो है के भन्छ है फुल साउन्ड गरे डिजिटी किङ कमब्याक गेम खेले ल तर कलिन चाहिँ हैन म अहिले काममा ल छु के कलिन चाहिँ हो शंकर चिकन बन्ना छु भने शंकर तल्ला बिजी छ हो त्यसले फोन गर्न आइज भन् ता गर्थे मैले भनिएन अनि त्यो बट हो न ल त्यसले म गर्दा तँले आइप्यो ल म आए ल अन्त मैले मेरो भाइलाई पनि फोन गरे है अन्त अब एउटालाई त म हजुरहरूलाई मेरो यो देखाउँछु ल अन्त यो चाहिँ मेरो युट्युब च्यानल हो हैन सबले लाइक कमेन्ट शेयर चाहिँ गर्न नबिर्सनु अन्त मैले आजकल नयाँ मात्र खोलेको के अन्त 3टा भिडियो हालेको छु बेसी छैन 8 जना छ सब्स्क्राइबर हैन भर्खर नयाँ अन्त नयाँ कन्ट्याक्ट बनाएर आएको नि त हो अन्त सो यसमा पनि लाइक कमेन्ट गर्नु अन्त म गेममा जान्छु ल मेरो डाइरेक्ट नै गेममा जान मिल्छ यसरी हैन अन्त मेरो यहाँनिर छ अन्त म यो मोबाइलमा खेल्छु कि गेम हैन यो मोबाइलमा गेम खेल्छु है अन्त हजुरहरू भन्नु होला फेरि केमा खेल्छ हैन म चाहिँ यो मोबाइलमा खेल्छु अहिले चाहिँ को छ मेरो भाइ आइसकेको छ हैन मैले भाइले बोलायो है के बनाउन छ होला यो मेरो भाइ है यो मेरो भाइ फेरि डिजिटी किङ हो फेरि औडा हान्छ डिजिटी त भन् भन्न हेलो भन्न के खेल्ने ओ कहाँ छ शंकर आएन भन्दा चाहिँ अहिले आनु त भने अरे को होला यो मुले हो कि तँले बोलाए चिन्दैन मलाई को यार थाहा भएन गयो अन्त एउटा यहाँ छ अन्त युज गर्नेवाला चाहिँ यहाँ छैन फिङ्गर स्लिप्स है अन्त म यहाँ राखेर ल कस्टम बनाउँछ तब तक 2 जना हान्नौ
दुईजना हान्न कस्टम बना नि त त्यो एसी तिनीहरु पाछा त मुना हरे कब लाग्दै एसी80 मा त धोइने भेब्यो म त गन चलान आनला के धोइने भे एसी80 मा त अला म कब चलाएने भेबड भे तमरान का चाहिँ यहाँ एसी तत्तुक चलान हो कि उठबी गर राख्न पो उठबी गर ल उठबी गर राख ल कस्टम बना अन्त गाई मेरो भाइसित कस्टम भइरहेछ के मेरो भाइसित चाहिँ कस्टम के मेरो भाइसित यहाँनिर मेरो कस्टम पनि रेडी भइसक्यो यहाँ हेर्नु भाइलाई लेट्स गो अन्त स्टार्ट पनि गरेछ भाइलाई हैन तर खेल हजुरहरुलाई पनि भन्नु होला कस्तो हुन्छ यो मोबाइलमा खेल्छु है ल Restored EP for everybody. अन्त गाइस उडपिकर च्यालेन्ज छ मेरो भाइको हैन उडपिकरसित हेरौँ न म त सक्दैन त्यो त मलाई थाहा छ त्यो भाइले हान्छ मलाई यति चाहिँ मलाई थाहा छ कि किनकि म भाइसित सक्दैन कि गाह्रो हुन्छ नि त खासै छैन हैन First blood. Quick EP conversion for everybody. तर हेर्नु कस्तो हुन्छ सक्छु कि सक्दैन त्यो योसित त मलाई डर नै लाग्छ हैन खेल्ने टाइममा मेरो फेरि अरु यताउतिको भाइ नसुत्नु ल निवास भन्ने मेरो आफ्नै भाइ हो अन्त मेरो जानको टुक्रा हो भनेको यसलाई म कति मागेको छु भन्ने यसलाई पनि थाहा नहोला तर यसलाई कति माया गर्छु भन्ने कसैले थाहा नहोला अन्त एकचोटि यसलाई कसैले छोएर देखाउँछ न त्यसपछि मान्छेले थाहा पाएको मान्छेले कस्तो के गर्छ भनेर यो आँखु पनि छैन यार कहाँ भाग्छ Good job. लाग्नु पनि लाग्दैन First blood. यस्तै लाग्नु पर्छ नि Restored EP for everybody. मलाई मेरो भाइसित त्यति राम्रोसँग खेल्न आउँदैन तर लाग्छ कहिलेकाहीँ हैन र अन्त अहिले मेरो जेजेको छोरा तिनीहरु पनि आउँछु भनिरहेछन् गेममा अन्त मलाई अघि नै भान्जाले च्यालेन्ज गरेको अन्त भान्जा त आएको छैन त म भान्जासित त अहिले हैन भाइसित नै खेलिरहेछु अन्त खासमा त म इयरफोन नै युज गरेर खेल्छु गेम त हैन त्यस्तो भए पनि तर माया गर्नु होला सबैले तर First blood. लाग्यो
अन्त मेरो भाइसित Restored EP for everybody. त्यही हो अन्त म पनि राम्रो होला अन्त यो भिडियो पनि युट्युबमा पनि आउँछ युट्युबमा पनि हेर्नु अन्त मेरो युट्युबको लिंक खोज्न सक्नु मेरो युट्युबको लिंक चाहिँ मेरो फेसबुकको प्रोफाइलमा छ त्यहाँनिर लिंक दिएको छु मैले First blood. चन्न लाग्यो कि Restored EP for everybody. सो त्यही हो म के भन्नु हैन गाइस टाइम पास इन्जोय गर्नुपर्छ त्यही भिडियो बनायो बसिराख्यो अहिले चाहिँ म बसिरहेको छ रुममा अहिले भर्खर आएको 1 बज्यो र म 2 बजेर 25 मिनेटमा जान्छु रुममा बनाउनु First blood. Oh shit हान्यो नाइस मैले दुईटा फिगर समाते मैले एउटा समाउनु पर्ने Restored EP for everybody. मेरो गल्ती हो दुईटा फिगर लग्यो भने किन हो के भएको थाहा छैन अन्त खासमा पनि इयरफोन लगाएर हेर्छु यहाँ इयरफोनमा पनि दुईटा साउन्ड आउँछ त्यही भएर अलिकति झ्याउन लाग्छ हैन मलाई के छैन त्यो पनि खेलिन्छ तर हैन अरूले माया नगर्यो भने मेरोमा कति छ फलोअर्स त्यतिले चाहिँ First blood. ओहो हान्छ भाइले पनि दामी हैन अझनै लास्ट के छैन 4 रन Restored EP for everybody. लगेछ दुईटै दाइ भाइको कम्टेस्टन्ट नै हुन्छ भनौं न तर डिजिटीमा त सक्दैन उड पिकरमा चाहिँ सक्छु जस्तो लाग्छ मलाई पनि तर हेरौं न First blood. आन्सरले सकिदैन तर हाल्छु नसक्यो भने पनि म हारेको म्याच भयो भने Restored EP for everybody. म हैन भाइ नै हो अरु नै भयो पनि हाल्थे हैन खासमा टाइम पासको लागि खेल्ने हो त हामीले ओ गर्ने त हैन त लागिरहेछ नि अब म के गर्ने नलागेछ त अब म के गरौँ त वॉल पनि लाग्दैन यार हेर न ओ झन् मारेको थियो हेर न वॉल पनि लाग्यो हेर न
First blood. लाग्दैन बल्ल लाग्छ यार वल पनि लाग्दैन यसरी के भएको यार मेरो Restored setting EP खराब, for के भएको? everybody. मेरो वल पनि लाग्दैन मलाई थाहा छैन फेरि हजुरहरू यसले स्किप गरेर हाल्नु त्यस्तो नसोच्नु गाइस त हो स्किप नगरिकन नकाटिकन हाल्छु किनकि मैले कहिले आधा घन्टा भाले हानेको मात्र हालेको ती भाइले पनि हाम्रो हानेको हालेको थिइनस् भनेर थिएँ तर के छैन सब हाल्छौँ अहिले त वल पनि लाग्नु लागिरहेको छ के भएको यहाँ लाग्नु पर्ने वल त First blood. लाग्दैन ओ आनै हाल्यो के छैन ठिक छ भने हैन दुईटा आउट फिगर लग्यो भने हुँदैन मेरो Restored EP for everybody. वल पनि लाग्दैन कि यस म मान्न त के पनि मान्दैन नो टेन्सन हो मलाई घरदेखि नै ह्याप्पी जिन्दगी दिएको छ त यार मेरो बाउले मलाई के को टेन्सन छ र तर हान्न सक्दैन First blood. फिगर त लाग्दैन तर फेरि दुईटा गोली चलायो भने हैन एउटा नै लाग्यो Quick EP conversion for everybody. जस्तो लागेको आज हैन एउटा फिगर त शान्त नै भयो त्यो टिल्थे यस्तो मात्र भएको थियो क्या त्यही भएर दुईटा जस्तो लाग्यो हैन दुईटाको आवाज आउँछ कि मोबाइलमा किन डबल साउन्ड नै आउँछ अन्त भिडियो हाल्ने बित्तिकै उसले पत्याइहाल्छ हैन नत्र त यसको चाल मेरो चाहिँ 6 राउन्ड भएको छ हेरौँ न कसले जित्छ त्यो पनि मलाई थाहा छैन मैले त्यसले हान्न पनि सक्छ First blood. वाने हाल्यो वलै लाग्दैन मेरो किन के भएको थाहा छैन हैन वल लागिरा छैन गाइस के गर्नु एक राउन्ड मात्र म आगे छु यस्तो म्याच पनि जितेर जित्यो Restored EP for everybody. हारिन्छ मरेको थियो हेर्नु त यो 360 मा गएको किन no. First blood. Restored EP for everybody.
First blood.